हेलो गाइज, गुड इभिनिङ भन्न चाहन्छु सम्पूर्ण साथीहरूलाई। हामी आज के विषयको बारेमा चर्चा गर्न गइरहेका छौँ भने मलेसियाको बाथुकेल भन्ने ठाउँ कस्तो रहेछ त्यसको परीक्षणको बारेमा हामी मलेसियाको बाथुकेलमा पुगिरहेका छौँ। हजुरहरूले देख्न सक्नुहुन्छ साथीहरू, प्रत्यक्ष रूपमा म प्रत्यक्ष रूपमा तपाईँहरूकोमा देखाउन गइरहेको छु मलेसियाको बाथुकेल भन्ने ठाउँ कस्तो रहेछ, त्यसको रमणीय ठाउँलाई हामी हेर्न जाँदैछौँ साथीहरू। यतातिर हेर्न सक्नुहुन्छ हजुरहरूले होइन, गाडीहरू बाटोमा टन्न हिँडिरहेछ होइन, म यतातिर हिँडिरहेको छु साथीहरू। सम्पूर्ण साथीहरूलाई, देश तथा विदेशमा बस्नु सम्पूर्ण साथीहरूलाई एकदम स्वागत गर्न चाहन्छु साथीहरू। तपाईँहरूको माझ हामीले नयाँ अपडेट लिएर आइरहन्छौँ। आए तापनि तपाईँहरूको माझ हामीले नयाँ भिडियो अपलोड गर्न सकेका हुन्नौँ, त्यही कारणले हजुरको माझ नयाँ भिडियो बनाउन चाहन्छु र कस्तो लाग्छ उस्तै प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला साथीहरू। हामी तपाईँहरूको माझ हामी अब भित्र छिर्दैछौँ, परिवेशद्वारा भित्र छिर्न गइरहेका छौँ। देख्न सक्नुहुन्छ यतातिर होइन, हरियाली रमाइलो ठाउँ मलेसियाको बाथुकेल भन्ने ठाउँ कस्तो रहेछ भन्नको लागि आएको। हेर्नु साथी, पाहाडतिर पहाड, यस्तो त नेपालमै छैन साथीहरू पहाड। अरे बाफ्रे कति रमाइलो छ। यस्तो हेर्नुहोस् त, काठमाडौँको मन्दिरको अगाडि पनि यस्तो छैन पहाड। कति रमाइलो पहाड, कति राम्रो छ साथीहरू। तपाईँहरूको माझ हामीले प्रत्यक्ष रूपमा लिएर आएका छौँ। यदि तपाईँ पनि कोही मलेसियामा हुनुहुन्छ भने बाथुकेलमा आउन चाहिँ नभुल्नु साथीहरू होइन। यता तपाईँहरूको शिवजीदेखि लिएर हिन्दू धर्मावलम्बीका सम्पूर्ण साथीहरूको यहाँ एकदम मूर्तिहरू बनिरहेको छ। देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रशासन हजुरहरूको माझ हामीले देख्न पारी हेर्न सक्नुहुन्छ, ऊ मूर्ति अगाडि पनि खडा भइरहेको छैन। हामी जो हिन्दूहरूको नारीहरू भन्नाले पुरुषहरू हुनुहुन्छ, जसको लागि पनि हाम्रो हिन्दूहरूको माताले रक्षा गर्नेछन् साथीहरू। आजलाई तिमीलाई कस्तो बाबाई।